हेलो वेलकम टु माई च्यानल। आज चाहिँ मैले चिकन रोस्टको रेसिपी लिएर आएको छु। सबैभन्दा पहिले एउटा भाँडामा हामीले मासु राख्छौँ। मैले चाहिँ 750 ग्राम मासु लिएको छु। त्यसमा एउटा अन्डा फुटाएर राखौँ। अनि त्यसपछि थोरै सोया सस अनि त्यसमा भिनेगर एड गरौँ। भिनेगरको सट्टामा चाहिँ हजुरहरूले कागती पनि युज गर्न सक्नुहुन्छ। अब हामीले यसमा एड गर्छौँ बेसन। बेसनले चाहिँ रोस्टलाई एकदमै क्रिस्पी बनाउन हेल्प गर्छ। त्यसपछि मैले एड गरेँ बेसार अनि त्यसपछि स्वादअनुसार नुन। अब यसपछि हामीले जिरा, धनिया, लसुन र खुर्सानीको पेस्ट एड गर्छौँ। अनि त्यसपछि थोरै तोरीको तेल पनि एड गर्छौँ। थोरै दही हजुरहरूसँग छैन भने नराख्दा पनि हुन्छ। अनि लास्टमा हामीले सेतो तिल एड गर्छौँ। यसले चाहिँ देख्दा पनि राम्रो र स्वाद पनि मिठो लिएर आउँछ। अब सफा हातले यसलाई मजाले मोल्नुपर्छ। यसको मसला जताततै लाग्ने गरेर मैले चाहिँ थोरै बेसन फेरि एड गरेको छु। ल अब यसलाई म्यारिनेट हुनको लागि 30 मिनट्सको लागि रेस्ट गरिदिउँ। म्यारिनेट गर्न राखेको 30 मिनट्स पनि भयो। अब एउटा भाँडामा तेल तताएर यो मजाले चलाएर एकचोटि यसलाई हामी अब फ्राई गर्नतिर लाग्छौँ। तेल तातिसकेको छ। अब यसलाई चाहिँ गोल्डन ब्राउन नभएसम्म हामी फ्राई गर्छौँ। हिटलाई चाहिँ मिडियम नै राख्नुपर्छ, किनभने हाई गर्दाखेरिमा बाहिर मात्रै गर्छ, भित्र पाकेको हुँदैन। त्यही भएर हिटलाई चाहिँ स्लो राखेर मजाले पाक्न दिन्छौँ। ल हाम्रो रोस्ट चाहिँ रेडी भयो। हजुरहरूले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। Thank you for watching.